रेडी कता हेर्छौ हाम्रो यात्रा ट्रेकिङको सुरु भयो हामी कहाँ जाँदैछौँ हाम्रो विदाउट प्लानिङ हो हामी जाँदैछौँ टिकट एउटा काटेका छौँ बाँकी लेट्स के हुन्छ हेरौँ हामी चाहिँ भैरवकुण्ड जानको लागि अरनिको यातायातको टिकट 2 दिन अगाडि नै काटेका थियौँ किनभने त्यहाँ एउटा मात्रै बस जान्छ हामी बस चढेर लाग्यौँ भैरवकुण्डतिर अनि यो चाहिँ भक्तपुर हुँदै हामी जाँदैथ्यौँ बनेपा पनि पुग्यौँ बनेपाबाट हामी पुग्यौँ यो के भन्छ धुलीखेल बजारमा एकछिन त्यहाँ बस रोक्यो मान्छेहरू चढ्नु थाल्नुभयो अनि हामी फेरि लाग्यौँ हाम्रो यात्रातर्फ बाटोमा भिडियोहरू खिच्दै लाग्यौँ यो चाहिँ हाम्रो खाना खाने ठाउँ खाना खान चाहिँ यो बसले सुकुटे बिचको एउटा खाना खाने ठाउँमा रोकिएको थियो अनि त्यहाँबाट हामी खाना खाएर गाडी चढ्यौँ हामी खाना खाएर हाम्रो यात्रा अगाडि लाग्यो हामी चाहिँ बिस्तारै जाँदै थियौँ हाम्रो चाहिँ एकदम टाढा पनि लागिरहेको थियो कति धेरै टाढा जस्तो लागिरहेको थियो अनि यो तल यो जुन तातो पानी जाने ठाउँबाट माथिको बाटो जान थाल्यो त्यहाँबाट चाहिँ अलिकति होइन धेरै नै अफरोड सुरु हुन्छ तपाईँहरूले अफरोडकै बाटो पाउनुहुन्छ त्यहाँबाट चाहिँ माथि यो चाहिँ चाइना डिस्ट्रिक्ट रहेको चाइनाले बनाइदिएको स्कुल एकदमै ठुलो राम्रो थियो अनि मैले त्यही भएर भिडियो बनाइहालेँ हाम्रो चाइना सरकारको सहयोगमा अनि हामी फाइनली पुग्यौँ लिस्टीमाई मन्दिर हामी पब्लिक बसमा गए पनि त्यहाँ सामान झार्नुपर्ने भएर चाहिँ एकछिन बस रोकेको कारणले हामीले लिस्टीमाईको दर्शन गर्न पायौँ तर ढोका चाहिँ बन्द थियो मन्दिरको बाहिरबाट भयो नि दर्शन गरी एकछिन बसेर हामी फेरि आफ्नो यात्रामा अगाडि बढ्यौँ बसमा अनि हामीलाई चाहिँ एकदमै टाढा कहिले आउँछ लागिरहेको थियो एकदम भिरको बाटो थियो काम अलमोस्ट अस्ताइसकेको बेला पनि हामी पुगेका थिएनौँ हामीलाई चाहिँ लागेको थियो हामी सनसेट हुने बेलामा बगाम पुग्नेछौँ तर पनि हामी पुगेनौँ यो बगाम भन्दा त्यही यो जस्ता हालेर ल्याएको थियो बसमाथि जस्ता निकालेर फेरि ब्याक टु हाम्रो यात्रा सुरु भयो हामी अब बगाम पुग्ने मात्रै मान्छेहरू बाँकी थियौँ फाइनली हामी राति 6:30 बजेतिर बगाम पुग्यौँ अब हामीले चाहिँ होमस्टेहरू बुक गरेको थिएनौँ बुझ्दैछौँ कहाँनिर छ भनेर अनि अब हामी चाहिँ होमस्टे खोज्नतिर लाग्यौँ हाम्रो बहिनी म थियौँ अनि अरू ग्रुप थियौँ हामीले होमस्टे खोजेर खाना पनि खान थाल्यौँ किनकि एकदमै भोक लागेको थियो दिउँसो 12 बजेपछि केही पनि नै खाएको थिएनौँ मलाई चाहिँ एकदमै निन्द्रा थकाइ लागेको भएर सुतिहालेँ बेलुका यो चाहिँ बिहान 4:30 बजे हामी माथि जानलाई गाडी बुलेरोमा जाँदै थियौँ चोकरमकर पुग्नको लागि चाहिँ बुलेरोमा जाँदै थियौँ किनभने सबैजना बुलेरोमै जाने भएर चाहिँ हामी पनि हिँड्नलाई खासै मन गरेनौँ किनभने हामीलाई पनि थकै लागेको थियो लङ बसको ट्राभलले हामी बिहानको 6 बजेतिर माथि चोकरमकर पुग्यौँ हामीलाई त्यहाँनिर अलिअलि स्नो देख्दैखेरि एकदमै रमाइलो लागिरहेको थियो फर्स्ट टाइम फिल गर्दै थियौँ स्नोको अनि कस्तो राम्रो सबैतिर अझ क्यामेरामा त्यो रेकर्डै हुन सकेन कति राम्रो थियो भनेर अनि यहाँबाट माथि जाँदा पनि गएन गाडी अलिकति चिप्लिन थाल्यो अलिकति माथि गएपछि चाहिँ गाडी स्टप नै जस्तो हुन्छ किनभने यहाँसम्म चाहिँ माथि अलिकति जान्छ स्नोले गर्दा स्टप हुन्छ अनि हामी हिँडेर जान्छौँ यो चाहिँ बहिनी हिँड्न नसकेर मेरो हस्बेन्डले समातिरहनु भएको छ स्नो त्यो यति राम्रो थियो कि क्यामेराले यसलाई जस्टिसै गर्दैन कि त्यस्तो राम्रो थियो हामी त्यहाँ जाँदाखेरि अनि विदाउट सनग्लासेस चाहिँ एकदमै हेर्न पनि गाह्रो हुने थियो यो चाहिँ म एकदम रमाइरहेको छु ब्याकग्राउन्डको भ्यूहरू हेरेर यसको मजा लिँदैछु मैले फर्स्ट टाइम यो स्नोको फिल गर्दै थिएँ कतै स्नो कतै पहाड अनि अलमोस्ट मान्छेहरू हिँडिरहेको बाटो भएर यो चाहिँ मलाई कुनै माउन्ट क्लाइम्ब गरेको जस्तो फिल भइरहेको थियो हामी फाइनली पुग्यौँ भैरवकुण्डमा चाहिँ 4 फाल्न मनाइ छ 4 फालेकोलाई 5000 जरिवाना भन्ने तापनि हामीले त्यहाँ 4हरू प्रशस्तै देख्न सक्छौँ अब जाने मान्छेहरूले त्यति त्यो बुझिदिनु भएको भए हुन्थ्यो नफाल्ने 4 भनेर अनि हामी त्यहाँ भिडियोहरू खिच्यौँ फोटो पनि खिचेका थियौँ फोटो चाहिँ मैले यसमा एट्याच गरेको थिइनँ उफ मेरो हस्बेन्डले मलाई बोक्नु भएको अनि हामी साडी पनि लगायौँ पुरै बलिउडको हिरोइनवाला फिल दिनलाई स्नोमा गएर साडी लगायौँ तर गर्मी थियो चिसो चाहिँ थिएन लक्कीले हामीले साडी लगायौँ यो फोटो भिडियोहरू खिच्यौँ म चाहिँ यहाँ स्नोम्यान बनाउँदैछु एकदम धेरै नै थियो कि एकदम त्यो कस्तो राम्रो थियो कि त्यो शब्दमा बयानै गर्न सकिँदैन कि अनि म चाहिँ पुरै मस्त बसिरहेको छु हिउँमा त्यो पछि त्यसको साइड इफेक्ट देखिनेवाला छ यो चाहिँ साडी लाएर पुरै
मैले के गीतमा चाहिँ टिकटक बनाइरहेको थिएँ थाहा छैन, तर जे होस् एकदम मलाई हिरोइनवाला फिल आइरहेको थियो। अनि यति टिकटकहरू बनाएर आइसमा एकदम रमाइरहेको थियौँ। त्यहाँ नुहाउनु हुँदैन रहेछ, कतिजनाले नुहाउनु भयो, हामीले नुहाएनौँ। त्यति भिडियो खिचेर फाइनली भैरवकुण्डलाई बाई बाई गरेर हामी ब्याक टु हिमाल त्यता छ, चोकर मकरतिर लाग्यौँ। हाम्रो अरू पनि साथीहरू उता आउँदै हुनुहुन्छ। अनि हाम्रो अलिअलि भिडियोहरू पनि चल्दैछ। मेरो बहिनीले यस्तो पोस्ट दिँदैछ। अनि त्यसपछि हामी चोकर मकर हिँड्दैछौँ, के गर्दैछौँ। अनि मलाई अब सम्झिने बाटो कसरी जाने रिटर्न भन्ने पनि लागिरहेको थियो। हामी फर्किँदै मलाई यो भिडियोहरू खिचेरै पुगेको थिएन, म अझै खिची पनि रहेको थिएँ। अनि हामी फाइनली बगामको होमस्टे रिटर्न भयौँ। हामी बगामको होमस्टेहरूमा बसिरहेका थियौँ। दावा शेर्पामा एकदमै धेरै छ, तपाईँहरू सिजनमा जानुहुन्छ भने चाहिँ बुक गरेर जानु। अनि हामी बेलुका फर्किसकेपछि पनि बगामको लोकल त्यहीँको गुम्बाहरू घुम्यौँ ओर्यौँ, रमाइलो गऱ्यौँ, एकछिन भ्यूहरू इन्जोय गरौँ। हामी गएकै इन्जोय गर्न, त्यसैले हामीले हरेक ठाउँको भ्यूहरू एकदम मजाले, हामीलाई त बगाम पनि रमाइलो थियो। अनि बेलुका खाना खाएको चाहिँ मैले खिचिनँ। हामी खाना खाएर सबैजना जो जानुभएको थियो उहाँहरूसँग गफ गरेर क्याम्प फायर गरेर बसिरहेको छौँ। हाम्रो यता गर्मी भयो नि, त्यहाँ चाहिँ चिसो नै मौसम थियो। अनि हामीले क्याम्प फायरको मजा लिँदै थियौँ, जानेहरूसँग रमाइलो गर्दै थियौँ। यो चाहिँ भोलिपल्ट हामी तातो पानी जानलाई हिँडेको एकदम गाह्रो अप्ठ्यारो गरेर हामी बोलेरमा फर्किरहेको थियौँ। यो चाहिँ तल तातो पानी जाँदैछौँ। हाम्रो यात्रा अब तातो पानी पनि पुग्ने याद आइसकेपछि जाऊँ न त भनेर हामीले अचानक प्लान बनाएर तातो पानी फाइनली पुग्यौँ। तातो पानी गएर एकछिन त्यहाँ फोटो भिडियो खिच्यौँ, रमाइलो गऱ्यौँ। हामीले तातो पानी घुमेर अनि तातो पानी गर्दा पछि बसमा फर्क्यौँ काठमाडौँ। हाम्रो काठमाडौँको भैरवकुण्ड अनि तातो पानी गर्दा यस्तै रह्यो। थ्याङ्क यू।